जोजलपा नमस्ते। नेपाल भाषा एकाडेमीको निमित्त अनक मिडियाद्वारा प्रस्तुत गरिने समय सन्दर्भ लिएर उपस्थित भएका छौँ। प्रविधि संयोजनमा राजु श्रेष्ठ र म शङ्कर थापा। कार्यक्रममा यहाँहरू सबैलाई स्वागत छ। आजको कार्यक्रममा म काठमाडौँ उपत्यकाबाट केही पर लैजाँदैछु। आज यहाँहरूलाई करिब 80-90 किलोमिटर दूर पश्चिममा होला, काठमाडौँ उपत्यकाको पश्चिममा रहेको यो नीलकण्ठ नगरपालिकामा पनि कोरोना अहिले अलिकति बढेको खबर आएको छ। त्यसैले हामीले आज नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु प्रसाद रिजालजीसँग कुराकानी गर्ने जमर्को गरेका छौँ। समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। हाम्रो सम्पर्कमा जोडिसक्नु भएको छ नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु प्रसाद रिजालज्यू। म सबभन्दा पहिला उहाँलाई स्वागत गर्न चाहन्छु। रिजालज्यू, कार्यक्रममा स्वागत छ। मेरो आवाज सुन्नुहुन्छ? हजुर, सुन्नुहुन्छ। सबभन्दा पहिला म यहाँ कार्यक्रममा यहाँलाई स्वागत गर्न चाहन्छु। हजुर, हस्, धन्यवाद। अनि अब देशभरि अब कोरोना व्यापक रूपमा फैलिरहेको स्थिति छ, त्यता पनि अचुक रहन सकेन, फैलिरहेकै स्थिति छ भन्ने हामीले खबर पढिरहेका छौँ। अहिले हामी ठ्याक्कै जान त सक्दैनौँ तपाईँकोमा। अब त्यहाँको वस्तुस्थितिबारे हाम्रो श्रोताहरूलाई अलिकति जानकारी दिनुहोस् न, यो कोरोना कस्तो किसिमबाट बढिरहेको छ अनि भनेर। हजुर, हस्, यहाँलाई म धन्यवाद दिँदै धादिङको नीलकण्ठ नगरपालिका भनेको सदरमुकामको नगरपालिका हो धादिङ जिल्लाको। यहाँ लगभग हामीले 1500 जनाको नीलकण्ठ नगरपालिकाबाटै हामी चाहिँ PCR टेस्ट गऱ्यौँ। यहाँ चाहिँ एक्सन गरेर हामीले चाहिँ टेकु अस्पताल लगायत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा लगेर चाहिँ जाँच गराउँ। ती गरेका मध्येमा हामीसँग चाहिँ 234 जना चाहिँ हामीले जाँच गरेको 1517 मध्येमा पोजिटिभ आएको छ। तीमध्ये हामीसँगै जिल्ला अस्पताल पनि हामीसँगै छ नीलकण्ठ नगरपालिकामै। त्यहाँबाट पनि स्वास्थ्य कार्यालयले त्यहाँबाट गरी चाहिँ 42 जनाको जाँच भएको छ। जम्मा हामीसँग यो बाहेक चाहिँ बाहिरी अब काठमाडौँ नजिक छ, काठमाडौँमै गएर जाँच गर्ने मान्छेहरू पनि हामीसँग धेरै नै हुनुहुन्छ। जिल्लाको चाहिँ बाहिर गएर जाँच गर्ने 42 जना हुनुहुन्छ। तीमध्ये हाम्रो 307 जना चाहिँ यहाँ चाहिँ काठमाडौँमा गएर जाँच गर्ने, साथसाथै धादिङमा जाँच गर्ने चाहिँ 307 जना चाहिँ हाम्रो नगरपालिका भित्रका मान्छेहरू छन्। अस्ति भर्खरै हामीले चाहिँ तपाईँलाई 25 गते चाहिँ 215 जनाको स्वाब लिएर चाहिँ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्न पठाएका छौँ। तीमध्ये 96 जनाको चाहिँ पोजिटिभ आयो। सबभन्दा धेरै है, यो एकदमै धेरै पोजिटिभ आयो। यसमा चाहिँ समस्या के हुन सक्छ भन्दाखेरि काठमाडौँ अहिले चाहिँ प्रमुख तपाईँलाई चाहिँ ठुलो चाहिँ संक्रमित स्थान मध्येमा परेको छ। अहिले तपाईँलाई चाहिँ गाडीको आवत छ। व्यक्तिहरू चाहिँ पोजिटिभ भएका व्यक्ति काठमाडौँ गएर जाँच गर्छन्, जाँच गरेर त्यही चाहिँ गाडीमा चढेर आउँछन्, धादिङ आउँछन्, त्यतातिर मान्छे त्यही हिसाबले जान्छन्। त्यो कारणले गर्दा एउटा संक्रमण ठुलो भएको छ। विशेष गरेर यहाँले पनि भन्नुभएको थियो तपाईँलाई मास्क अनिवार्य रूपमा लगाउने, सबैले सेनिटाइज प्रयोग गर्ने, डिस्टेन्स मेन्टेन होइन सबभन्दा त्यसले कतिले मास्क लगाएनन्, डिस्टेन्स मेन्टेन नगरेको कारणले गर्दा त्यो महामारीको रूपमा चाहिँ देखिरहेको अवस्था छ। यसलाई चाहिँ अब कन्ट्रोल गर्नको लागि इभन सबै जिल्ला प्रशासन कार्यालयहरूले स्ट्रिक्टली यसलाई चाहिँ मान्छेहरूलाई चाहिँ अनिवार्य रूपमा भनेर मात्रै भएन, मान्छेहरूलाई अनिवार्य रूपमा ठाउँ ठाउँमा जाँच गर्ने, गर्ने सबै ठाउँमा चाहिँ गाडीहरूमा जाँच गर्ने गरियो भनेदेखि यसलाई चाहिँ अझै कम गर्न सकिन्छ कि भन्ने चाहिँ मलाई लागेको छ। हजुर, पक्कै पनि। अब काठमाडौँमा टेस्ट गर्न जानुभयो भने उहाँहरूको त्यो रिजल्ट नआउँदै उहाँहरू सार्वजनिक यातायातमा फर्केर आउनुहुन्छ। त्यसले गर्दाखेरि अन्य मानिसहरूमा पनि सर्ने सम्भावना ज्यादा देखिन्छ। अब भनौँ न, अब कसैलाई एकजनालाई भएको रोग धेरैमा सर्न सक्ने एकदमै स्थिति यस्तै छ अहिले। अनि हाम्रो नगरपालिकामा स्वास्थ्य भनौँ न अस्पतालहरू भनौँ न अब महामारीकै रूपमा फैलियो भने उहाँहरूलाई अब आइसोलेसनमा राख्ने अथवा कुनै यस्तो व्यवस्था के गर्नुभएको छ यहाँहरूले? हजुर, हाम्रो नगरपालिका चाहिँ अहिले चाहिँ 25 बेडको आइसोलेसन छ। हजुर,
त्यसपछि के अरे चाहिँ धादिङ अस्पताल जो चाहिँ कोभिडको चाहिँ अस्थायी अस्पताल पनि हो, यसलाई चाहिँ 100 बेडको चाहिँ स्थापना गर्ने भनेर प्रदेश सरकारले चाहिँ म्यान्डेट दिएको छ र अस्पतालले पनि गर्दै गएको छ। अस्पतालसँग पनि अहिले तपाईँलाई चाहिँ लगभग 100 नपुगे पनि 60को हाराहारीमा के अरे चाहिँ अस्पतालसँग पनि छ। हामीसँग 25 छ। त्यही सदस्यता भएको कारणले गर्दाखेरि लगभग 60 र 25 85 बेड अहिलेसम्म एक्जिस्टिङ छ। अस्पतालकै तल इन्डोरमा पनि छ। अहिले लगभग तपाईँलाई चाहिँ धादिङ बेसीमा त्यस्तो प्रकारका बिरामीहरू आयो, सिम्टोमेटिक आयो भने पनि तिनीहरूलाई चाहिँ 100 बेडमा चाहिँ राख्न सक्ने क्षमता छ अहिले। अब अरू स्थानीय तहहरूले पनि आफ्नो आफ्नो ठाउँमा व्यवस्थापन गर्न खोज्दै हुनुहुन्छ, तर पनि अलिकति स्थानीय तहहरू पनि सबैले एक्टिभली लागेर चाहिँ भोलि चाहिँ यो अवस्था आउन सक्छ, हामीले गर्नुपर्छ भनेर उहाँहरूले पनि चाहिँ लागेको चाहिँ मलाई लागेको छैन। हजुर, अब नीलकण्ठ नगरपालिका चाहिँ अब भनौँ न अरू नगर वरपरका धादिङका अरू नगरपालिका भन्दा को दाँजोमा यो सदरमुकाम हो होइन? हजुर हजुर, सदरमुकाम हो। त्यो भएर अनि त्यहाँनिर अब भनौँ न अन्य नगरपालिकाबाट पनि सङ्क्रमितहरू आउन सक्ने सम्भावना छ। अहिले तपाईँहरूले गरेको अब भनौँ न अहिले तपाईँले गरेको यो सङ्क्रमितहरूको निमित्त गर्नुभएको काम अहिले पर्याप्त होला त? बेडहरू सबै पर्याप्त होला त? अब अहिलेको सम्म अवस्थासम्मलाई चाहिँ धानिएको छ। अब भोलि तपाईँलाई अब दसैँ चाडबाड आउँदैछ, ठुलो बडा दसैँ छ, सबै आफ्नो आफ्नो घरमा जान्छन् मान्छेहरू। हुन्छ सरकारले जो जहाँ ठाउँ त्यहाँ बसेर मानौँ भनेर भनेका छन्। तैपनि अब नेपालीहरूको ठुलो चाड अब यसपालि चाहिँ के अरे घरमा गइएन भने आफ्नो इष्टमित्रको चाहिँ भोलि चाहिँ के अरे चाहिँ बुढोपाका मान्छेहरू हुन्छन् भन्ने सोचाइ पनि हुन्छ। त्यो हिसाबले पनि जान्छन् मान्छेहरू। अब भोलि त्यसलाई नै मध्यनजर गरेर सबै के अरे चाहिँ स्थानीय तहहरूले आफ्नो आफ्नो ठाउँमा तपाईँलाई चाहिँ कम्ती पनि गाउँपालिका छ भने 15 बेड, नगरपालिका छ भने 20 बेडको चाहिँ स्थापना गर भनेर सङ्घीय सरकारले तोकेर पठाएको छ। तर सबै स्थानीय तहले अवस्था गर्न सकेको हिजो भर्खरै एउटा चाहिँ त्यो के अरे चाहिँ हाम्रो सिद्धले गाउँपालिका भनेको चाहिँ त्यहाँको मान्छे चाहिँ के अरे काठमाडौँ गएर चाहिँ बनेपामा गएर के अरे जहाँ आएको रहेछ। अब यहाँ हिजो बेलुका प्रहरी मार्फत मलाई चाहिँ फोन आयो, सर त्यहाँ चाहिँ आइसोलेसन नै छैन अरे त्यो गाउँपालिकामा, त्यो मान्छेलाई यहाँ राखिदिनु पर्यो भनेर चाहिँ मलाई फोन गरे प्रहरीले। अब के अरे मान्छे मानवताको कुरा हुन्छ, मान्छेलाई हो आफ्नो घरमा होम आइसोलेसन बस्ने ठाउँ पनि छैन, कोठा गरेर बसेको मान्छे मैले चाहिँ होला हुन्छ ल्याएर राखिदिनुहोस् भनेर भन्ने हिजो बेलुका। कारणले गर्दा त्यस्ता सबै स्थानीय तहहरूले यो चाहिँ कोभिडको बारेमा राम्रोसँग बुझेर उहाँहरूले ल यो गर्नुपर्छ, हाम्रो दायित्व यो हो भनेर गरेको अवस्था चाहिँ छैन। त्यो कारणले गर्दा नीलकण्ठ नगरपालिकामा हामीले जे जति गरेका छौँ त्यो चाहिँ के अरे मलाई चाहिँ गर्न सकेका छौँ, यतिको गरेकै छौँ जस्तो लाग्छ। अझै पनि भोलि केस बढ्न थालेको अवस्थामा भोलि सिम्टोमेटिक केसहरू देख्यो भने त तपाईँलाई एडमिट गरेर राख्नुपर्ने नै हुन्छ, होम आइसोलेसनमा बस भन्न सक्ने अवस्था पनि हुँदैन। त्यस कारणले गर्दा अहिले के अरे धादिङ अस्पताल लगायत नीलकण्ठ नगरपालिकाले चाहिँ यो बाहेक अझै ठाउँहरू चाहिँ खोजेर पनि भोलि केसहरू आज अवस्थामा राख्न सकिन्छ भनेर त्यो चाहिँ हामीले गरिरहेका छौँ। हामीसँग क्याम्पसहरू तपाईँलाई चाहिँ के अरे क्याम्पसका चाहिँ होस्टेलहरू छन्। पहिले हामीले त्यो प्रयोग गरेका थियौँ 35 बेड भएको, तिनीहरूलाई पनि हामीले चाहिँ अब समन्वय गरेर त्यसलाई प्रयोग गर्न सक्छौँ। र केही सरकारी भवनहरूलाई पनि हामीले चाहिँ जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय गरेर त्योतर्फ पनि हामी लागेका छौँ। अहिले अब चाडपर्वको हामी मुखमा छौँ, हिजोदेखि घटस्थापना सुरु भएको छ। अब यो क्रममा मानिसहरू आवत जावत गर्ने क्रम पनि बढ्न सक्ने सम्भावना छ। सरकारले चाहिँ अब घरमै बसेर मनाऊ भनेर उर्दी जारी गरेको छ। तपाईँहरूले यो विषयमा चाहिँ जनताहरू यताउति नजाउन् भन्ने किसिमबाट कुनै किसिमको कार्यक्रम गर्नुभएको छ? हामीले चाहिँ तपाईँलाई मैले भर्खरै धादिङको नीलकण्ठ एफएमबाट रेडियो धादिङबाट यी मेसेजहरू पनि दिएको छु होइन। हजुर, त्यसपछि हामीले ठाउँ ठाउँमा चाहिँ के अरे मान्छेहरूलाई पनि तपाईँलाई चाहिँ वडामा पनि यो मेसेज पठाएको छौँ। सबै वडा कार्यालयहरूले पनि तपाईँहरूले चाहिँ जो मान्छे त्यहीँ छ त्यहीँ बसेर चाहिँ दसैँ मनाउनुहोस् भनेर चाहिँ सन्देश दिनुहोस्। र इन्केस आइहाले पनि उहाँहरू चाहिँ जो मान्छे बाहिरबाट आउँछ तपाईँलाई स्ट्रिक्टली फ्यामिलीसँग चाहिँ एट्याच नभइकन तपाईँलाई चाहिँ के अरे डिस्टेन्स मेन्टेन गरेर चाहिँ बस्नुपर्छ भनेर यो मेसेजहरू चाहिँ हामीले पठाएको छौँ। हजुर, अनि स्वास्थ्यकर्मीहरू अब सुरक्षाकर्मीहरू भए उहाँहरू जो फ्रन्ट लाइनमा हुनुहुन्छ उहाँहरूको हेल्पले नै हामी बाँच्छौँ भनौँ न, हामीलाई सङ्क्रमणबाट जोगिन्छौँ। उहाँहरू चाहिँ धेरै नै सङ्क्रमित भएको देखिएको छ अन्य नगरपालिकाहरूको पासमा भनौँ न। अब मेयरज्यूहरू उपमेयरज्यूहरूलाई पनि लागेको तपाईँले समाचार पढ्नु नै भएको छ। त्यो विषयमा तपाईँहरू पनि एकदम सचेत रहेर स्वास्थ्यकर्मीहरूको लागि के कस्तो किसिमको कार्यक्रमहरू अब भनौँ न सुविधाहरू भत्ताहरू के व्यवस्था गर्नुभएको छ? अब के अरे चाहिँ
तपाईँलाई पहिलो कुरो त सबै नीलकण्ठ नगरपालिकाले सबै कर्मचारी सबै जनप्रतिनिधिहरूको चाहिँ त्यो कोरोना बिमाको व्यवस्था पनि गरेको छ एउटा कुरो होइन। त्यसपछि स्वास्थ्य कर्मीहरूको लागि र जो कर्मचारीहरू चाहिँ कोभिडकै लागि भनेर खटिएर काम गरिरहेका छन् त्यो अवस्थामा पनि हामीले अघिल्लो आर्थिक वर्षमा पनि केही इन्सेन्टिभहरू हेल्थ वर्करहरूलाई अन्य कर्मचारीहरूलाई पनि दिएकै हो र यो अवस्थामा पनि अहिलेको अवस्थामा पनि अब कार्यपालिकाले निर्णय गरेर दिन्छ त्यसमा चाहिँ हाम्रो कार्यपालिकाको कन्डिसन छैन त्यो दिने तयारी अवस्थामा छ। तर अग्रपन्थी वर्गका स्वास्थ्य कर्मी सुरक्षा कर्मीहरूलाई यो अवस्था बढी मात्रामा देखिएको छ। त्यसैको सन्दर्भमा मैले भने जो हाम्रो आइसोलेसनमा ड्युटी गर्ने चाहिँ के अरे शैक्षणिक साथीहरू हुनुहुन्छ उहाँहरूलाई देखियो अनि उहाँहरूलाई पनि भने मैले तपाईँले डिस्टेन्स मेन्टेन गर्नु भएर होला। अब यो कोभिड भएको बारेमा यो नै हो भनेर कसैले पनि पत्ता लगाउन सकेको छैन कि तपाईँलाई चाहिँ के अरे ल 2 मिटरको डिस्टेन्समा बसेको छ मास्क लगाएको छ तपाईँलाई सेनिटाइजर प्रयोग गरेको छ भने सर्दैन भनेर भने चाहिँ त्यसको पनि आधिकारिकता छैन। तपाईँलाई हावाको माध्यमद्वारा पनि सर्न सक्छ भनेर विश्व स्वास्थ्य सङ्गठनले भनेको थियो त्यो पनि हुनसक्छ। तपाईँलाई चाहिँ हावाको माध्यमबाट सर्यो पनि हुनसक्छ। तर उनीहरूलाई भर मौजुद हिसाबले चाहिँ भनिराखेका छन् सुरक्षा कर्मीहरूलाई। तर सुरक्षा कर्मी भन्दा पनि तपाईँलाई चाहिँ स्वास्थ्य कर्मीहरूलाई सर्यो किन गाह्रो छ भन्दा उनीहरू बिरामीलाई त्यहीँ गएर चाहिँ गएर हेर्न पर्यो। चिकित्सकले स्वास्थ्य कर्मीहरूले हेर्न पर्यो नि बिरामी भएर आएको छ ज्वरो आएको बिरामी छ ज्वरो नाप्न पर्यो अक्सिजन दिनुपर्ने हुन्छ अक्सिजन दिनु पर्यो। जतिसुकै तपाईँलाई चाहिँ के अरे म चाहिँ के अरे सुरक्षित छु भनेर तपाईँलाई चाहिँ के अरे पिपी सेट लगाएर के अरे चाहिँ मास्क लगाएर तपाईँलाई चाहिँ ग्लोभ्सहरू लगाएर गए पनि स्वास्थ्य कर्मीहरू चाहिँ अलिकति जोखिममा हुन्छन् नै। त्यो कारणले हामीले सबै के अरे चाहिँ फर्स्ट लाइनमा बसेर जो रिस्कमा परेका छन् स्वास्थ्य कर्मीहरूको पनि चेक गराएका छौँ। तर पनि सबै स्वास्थ्य कर्मीहरूको अहिलेसम्म चाहिँ गराएको अवस्था छैन। जसलाई लक्षण चिन्ह देखिन्छ लक्षण चिन्ह देख्यो भने गरौँला नत्र भने नगर्ने भनेर स्वास्थ्य कर्मी साथीहरूको पनि केहीको चाहिँ त्यो सोचाइ छ र केहीले चाहिँ अब गराउनु भएको छ। सिम्टम जसलाई सिम्टम देखिया छ सिम्टम देखिया जति गर्दाखेरि चाहिँ हाम्रो पोजिटिभ 5-6जना चाहिँ स्वास्थ्य कर्मीहरूकै पोजिटिभ आयो हाम्रो नगरपालिका अन्तर्गत स्वास्थ्य संस्थामा काम गर्ने साथीहरूको अस्पतालमा काम गर्ने साथीहरूको इभन चिकित्सक साथीहरूकै चाहिँ आयो। यसरी स्वास्थ्य कर्मीहरूलाई नै अब पोजिटिभ देखिँदाखेरि अब उहाँहरू बस्नुभएको घर हुन्छ डेरा त्यहाँनिर अब अर्कै किसिमको दृष्टिले हेर्छन् नि नेपाली समाजमा त्यो भनिदिनु न। हजुर अब त्यो नेपाली समाजमा त्यो सोचाइ छ। पहिलाको अवस्थामा धादिङमा एउटा चाहिँ हाम्रो जलमेश गाउँ पनि एकजना के अरे मान्छेलाई चाहिँ आरडिटी पोजिटिभ देख्यो आरडिटी पोजिटिभ गर्दा चाहिँ मान्छेलाई बोक्ने मान्छे कोही नभएर आफै के अरे चाहिँ बाइकमा चाहिँ चढेर त्यो अवस्था छन्। तर अहिलेको अवस्थामा केही सुधार हुँदै आइरहेका छन्। झन्डै अहिले तपाईँलाई हामीले चाहिँ के अरे चाहिँ 100को हाराहारीमा हाम्रो होम आइसोलेसनमै छन् अहिले मान्छेहरू होम आइसोलेसनमै बसिरहेका छन्। जो व्यक्ति आफ्नै घर छ ऊ बसेको छ मेन्टेन गरेर जो मान्छे कोठामा बसेको त्यो बहिनी एउटा धाडी बिचमा कोठामा बस्दै हिजो त्यो गाउँपालिकाको मैले भनेको नि उसलाई चाहिँ त्यहाँ बस्न नसक्ने अवस्था भएर चाहिँ मैले आइसोलेसनमा राखेको। जो मान्छेहरू कोठा गरेर बस्ने छन् तिनीहरूलाई चाहिँ कोठा के अरे घरवालाले चाहिँ के अरे बस्न दिँदैन भने चाहिँ उनीहरूलाई आइसोलेसनमा राखिएको छ। सिम्टोमेटिक छन् सिम्टोमेटिक आइसोलेसनमा राखिएको छ। तर घरबेटीहरूले पनि अलिकता सोध्नुपर्ने जरुरी अवस्था छ। हाम्रो धादिङमा त अवस्था आएन तर बाहिर जिल्लाहरूमा तपाईँलाई नर्सहरू डाक्टर बसेका चाहिँ कोठा छोडेर चाहिँ हिँड्नुपर्ने अवस्था पनि आयो। त्यस कारणले गर्दा सबै आम नागरिक सबैले सोध्नुपर्ने अवस्था छ कि यो कोभिड-19को सङ्क्रमण सर्दर सबै मान्छेले यसरी कुनै न कुनै बेला हुनसक्छ। त्यस कारणले गर्दा भोलि मलाई भयो भने के गर्ने मेरो आफन्तलाई भयो भने के गर्ने भनेर त्यस्ता घरबेटी साथीहरूले पनि सोध्नु जरुरी छ। हजुर धेरै धेरै राम्रो व्यवस्था गर्नुभएको रहेछ। पक्कै पनि यो जसलाई पनि लाग्न सक्ने रोग हो कसैलाई लागेको व्यक्ति भेट्नुभयो भने हेला नगर्नुहोस् उहाँहरूसँग अलिकति भौतिक दूरी कायम राखेर बस्नु होला भन्ने म अनुरोध गर्न चाहन्छु। अनि रिजालजी अब जाँदा जाँदै अन्त्यमा हाम्रो श्रोताहरू अनि नीलकण्ठ नगरपालिकाका तपाईँका श्रोताहरू र हाम्रो युट्युब मार्फत पनि यो कार्यक्रम जान्छ र युट्युबका श्रोताहरूलाई देश विदेशमा पनि सुन्नुहुन्छ उहाँहरूको निमित्त एउटा सानो सन्देश दिनुहोस् न। हजुर यहाँहरू सबै स्वदेशमा विदेशमा रहनुभएका आम नागरिकहरूलाई म के अनुरोध गर्न चाहन्छु भने कोभिड भाइरस सङ्क्रमण भयो भन्दैन त्यो मान्छेलाई हेला गर्ने त्योसित भाग्नै पर्ने छैन। 3-4वटा डिस्टेन्स मेन्टेन गर्ने कुरा 2 मिटरको अनिवार्य रूपमा डिस्टेन्स मेन्टेन गर्ने मास्क अनिवार्य रूपमा लगाउने के अरे दुवैजनाले। त्यसपछि सेनिटाइजरहरू अथवा तपाईँ साबुन पानी हात राम्रोसँग धोइयो भने योबाट बच्न सकिन्छ। जुनसुकै मान्छेलाई कोभिड लाग्यो भन्दैन एकपल्ट कोभिड लागेर त्यो मान्छे सधैँ कोभिड हुँदैन उसित डराउनु पर्ने अवस्था हुँदैन। त्यस कारणले गर्दा
जे WHO ले नेपाल सरकारले जे चाहिँ मापदण्ड भनेको छ त्यो मापदण्डलाई अनिवार्य रूपमा चाहिँ स्वास्थ्य जनस्वास्थ्य मापदण्ड अपनाएर उहाँहरूलाई पनि माया ममता दियौँ। के अरे उहाँहरूलाई चाहिँ के अरे कोही मान्छे चाहिँ कसैको घरमा बसेर चाहिँ पोजिटिभ आयो भने उसलाई डिस्टेन्स मेन्टेन गरेर उसलाई सुरक्षित तरिकाले बस्नको लागि चाहिँ अनुरोध गरौँ र आम नागरिकले सचेत हौँ। अहिले दसैँ आइरहेको, बडा दसैँ आइरहेको अवस्था छ, दीपावलीको समय आइरहेको छ। यो समयमा मैले आम नागरिकलाई के अनुरोध गर्न चाहन्छु, नीलकण्ठ नगरपालिका धादिङ विश्वका मानभावहरूलाई भन्दाखेरि दसैँ अर्को वर्ष पनि आउँछ। हामी जो चाहिँ के अरे जोखिमयुक्त के अरे चाहिँ ठाउँहरूमा बसिरहेका छौँ त्यो जोखिमयुक्त ठाउँबाट हामीले सङ्क्रमण लिएर आएर आफ्नो परिवारलाई नसारौँ, अथवा जहाँ हामी जाँदैछौँ त्यो ठाउँमा चाहिँ धेरै जोखिम छ भने त्यो ठाउँमा हामी नगएर के अरे चाहिँ अर्को साल मनाउला दसैँ त्यही ठाउँमा बसेर चाहिँ के अरे मनाउँ। यदि जानै पर्ने अवस्था छ गयौँ भने पनि डिस्टेन्स मेन्टेन गरेर यहाँले सुरक्षित तरिकाले चाहिँ 14 दिनसम्म क्वारेन्टाइनमा बसेर चाहिँ दसैँ मनाउने अथवा चाहिँ आफ्नो परिवारसँग बस्ने व्यवस्था मिलाएर जान हुनुको लागि पनि म आम नागरिकहरूलाई चाहिँ अनुरोध गर्न चाहन्छु। र नीलकण्ठ नगरपालिकाको सन्दर्भमा कुरा गर्ने भने हामी धेरै के अरे चाहिँ हिसाबले चाहिँ सङ्क्रमित छौँ। यहाँ धेरै मान्छेहरूलाई सङ्क्रमण देखिरहेको अवस्था छ। त्यस कारणले फेरि पनि के अरे यहाँहरूले बाहिरबाट चाहिँ के अरे सङ्क्रमण लिएर आएर अथवा सङ्क्रमण नलिएर आए पनि यहाँ आफू पनि के अरे चाहिँ सङ्क्रमण नहुन र अरूलाई पनि सङ्क्रमण नगराउनको लागि चाहिँ अनुरोध गर्दछु। र त्यस्ता प्रकारका मान्छेहरू जो चाहिँ के अरे सङ्क्रमण भएर विपदमा परेर बस्नु भएको भने नीलकण्ठ नगरपालिकाले चाहिँ यहाँहरूलाई चाहिँ आइसोलेसनमा ल्याएर चाहिँ राख्ने प्रबन्ध गर्ने मिलाएको छ। म यो सबैलाई चाहिँ जानकारी गराउन चाहन्छु। हजुर, धन्यवाद। अमूल्य समय दिई हाम्रो श्रोतालाई जानकारी दिनुभयो र भविष्यमा पनि यहाँहरूसँग जोडिने आशा राख्दै स्वस्थ रहनुहोला भन्ने हामी आज यहाँबाट छुट्टिन चाहन्छौँ। धन्यवाद। हस्, धन्यवाद सर। यहाँले पनि मलाई चाहिँ के अरे आमन्त्रण गरेर यहाँको चाहिँ एफएम मार्फत चाहिँ मेरो आफ्ना भनाइहरू राख्ने आम नागरिकलाई सुनाउने चाहिँ व्यवस्था मिलाइदिनु, त्यसका लिए म यहाँको एफएम लगायत यहाँलाई चाहिँ धेरै धन्यवाद दिन चाहन्छु। हस्, धन्यवाद। उहाँ हुनुहुन्थ्यो नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु प्रसाद रिजालज्यू। अब एकैछिन व्यापारिक विश्राम। समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ युट्युबको हाम्रो च्यानल हो नेवा एफएम 106.6 है। यसलाई सब्सक्राइब गरिदिनु हुन पनि म अनुरोध गर्दैछु भन्दै म यहाँसँग आजको कार्यक्रमबाट बिदा चाहन्छु। नमस्ते, शुभ।